दर्शकवृन्द नमस्कार। म आजको एपिसोडमा यहाँहरूलाई अरिष्ट योग अन्तर्गत मातुल कष्ट योगका बारेमा केही चर्चा र परिचर्चा गर्न गइरहेको छु। मातुल कष्ट योग भनेको मामालाई नराम्रो हुने, मामालाई अशुभ कस्तो बेलामा हुन्छ। कुनै पनि जातकको मामालाई भान्जाको कारणबाट अथवा भान्जीको कारणबाट हुने अरिष्ट अथवा नराम्रो के हो, कस्तो बेलामा हुन्छ भन्ने प्रसङ्ग लिएर उपस्थित भइसकेको छु। भावकुतूहलमको द्वितीय अध्यायको चतुर्थ श्लोकमा मामालाई अथवा मातुल कष्ट योगका सम्बन्धमा व्याख्या गरिएको छ। त्यसमा बुध ग्रहको कारणबाट कुनै पनि जातकको बुध ग्रह र बुध ग्रहको अवस्थितिको कारणबाट मातुल कष्ट हुने कुरा यहाँहरु समक्ष प्रस्तुत गर्दैछु। र भावकुतूहलम द्वितीय अध्यायको श्लोक नम्बर 4 मा के भनिएको छ भनेदेखि बुधाराति भावेतु पापा भवन्ति वृतो ज्ञोपिनीचा श्रितो नष्टवीर्य तदा मातुलानां विनाशो विशेषादिति प्राहुचार्य वर्यानराणाम भनेर भनिएको छ। कुनै पनि जातकको बुध जन्म कुण्डलीमा बुध कुन स्थानमा बसेको छ, त्यो बुध बसेको स्थानबाट चौथो स्थानमा पाप ग्रह बसेको रहेछ भने, अथवा बुध ग्रह पाप ग्रहसँग नीच भएर बसेको रहेछ अथवा निर्बल भएर बसेको रहेछ भने यस्तो अवस्थामा त्यस्ता जातकको मामालाई पीडा हुन्छ, कष्ट हुन्छ र मामाको मृत्युसम्म हुन सक्छ भनेर भनिएको छ। यहाँलाई फेरि मैले निवेदन गरेँ, कुनै पनि जातकको जन्म कुण्डलीमा बुध बसेको स्थानबाट चतुर्थ स्थानमा कुनै पाप ग्रहहरू, पाप ग्रह भनेको के हुन् त भन्दाखेरि सूर्य, कृष्ण पक्षको चन्द्रमा, मंगल, शनि, राहु र केतु। राहु र केतुलाई खासै ग्रह मानिँदैन, यति ग्रहहरूलाई चाहिँ के भनिन्छ, पाप ग्रह भनिन्छ। यस्ता पाप ग्रहहरू बुध बसेको स्थानबाट चतुर्थ स्थानमा रहेछन् भन्ने, अथवा बुध यस्ता पाप ग्रहहरूसँग युति भएर सँगसँगै बसेको रहेछ, अथवा बुध नीच भएर बसेको रहेछ भने यस्तो अवस्थामा त्यस्ता जातकको मामालाई पीडा हुन्छ, मामाको वियोगसम्म हुन्छ भनेर भनिएको छ। र आगामी एपिसोडमा मैले अर्को विषय लिएर उपस्थित हुनेछु। आजको लागि बिदा दिनुहोस्। नमस्कार।